ल है गाइस आज चाहिँ हामी 2026 को S3 पिकनिकमा आइसकेका छौँ। हाम्रो पिकनिक चाहिँ सुरु भइसकेको छ, हेर्नु होला। यता चाहिँ हाम्रो बुहारीहरू, कान्छी बुहारी, दुईजना कान्छी बुहारी, यता माइली बुहारी, काटकुट चाहिँ यता खोर्सानी, प्याज, के टमाटर यस्तो यस्तो हुन्छ। कान्छा भाइ उता गलेर थकित अवस्थामा बसिरहेको मैले देखिरहेको छु, हेर्नु होला। आज चाहिँ हामी पिकनिकमा हामीले रमाइलो के गर्छौँ त्यो भिडियोहरू हामी अपलोड गर्नेछौँ। यता आमा हुनुहुन्छ, दुई शब्द बोलिदिनुहोस् न। म त बोल्न आउँदैन। आज हामी यहाँ पिकनिक मनाउँदैछौँ होइन त? आज हामी सबैजना पिकनिक मनाउन आएको छौँ। अनि सबैजना अब रमाइलो हुन्छ होला, रमाइलो भइ पनि रहेछ भन्दै त्यति नै म त धन्यवाद आमालाई। यता दुई शब्द आज हामी यहाँ किन भेला भएको छौँ, के गर्दैछौँ भनिदिनु पर्यो। पिकनिक खानुलाई अरे सबैजना भेला भएको छ। आफ्नो आफन्त सब भेला भएर रमाइलो गर्छ अरे, पिकनिक खान्छ अरे। साली नै खाइ नै राखेको छ, अहिलेको साल पनि खान्छ अरे। रमाइलै छ, रमाइलै भएको छ। ल धन्यवाद आमालाई, धेरै धेरै धन्यवाद। अब यता हेरौँ त यहाँ चाहिँ के पाक्दैछ? पुरी पाक्न आँटेको छ। पुरी हो। के ल्याएछ खै यहाँ हेरौँ, यो भेषमा सयपत्री सांस्कृतिक समय त पछाडि छ। यता रहेछ, यता सरी, यता S3 सयपत्री सांस्कृतिक समूह S3 को पिकनिक। यहाँ के पाक्दैछ होइन, पुरी रोटी, आज बिहानीको खाजा होइन पाक्दैछ। यता हाम्रो गङ्गा बहिनी के छ, दुई शब्द। आज हाम्रो हेमलिङ लेकमा बिचमा नि हेमलिङ बिचमा चाहिँ हाम्रो पिकनिक छ है, हाम्रो S3 को ग्रुपको होइन त। ल बहिनीलाई धेरै धेरै धन्यवाद। आज हामी रमाइलो गर्नेछौँ होइन। आज हामी रमाइलो गर्ने। ल हेर्नुहोस् यता चाहिँ होइन, यहाँ मासुहरू चाहिँ अब फिसदेखि लिएर फिस, बिफ, पोर्क होइन हरेक कुराहरू छ। मासुहरू छ मजाले यहाँ। एकचोटि हेरौँ यहाँ आज हाम्रो के बन्दैछ भन्दा चाहिँ यो चाहिँ हाम्रो वाचिपा हो, तिते हो होइन, कुखुराको। त्यसपछि यहाँ चिकन स्टिक यहाँ चाहिँ अब रेडी अवस्थामा छ, बन्ने क्रममा। त्यसपछि चाहिँ यहाँ भनेको हाम्रो ज्वाइँले चाहिँ देखाउँदै हुनुहुन्छ, यो चाहिँ पोर्क फिस चाहिँ लु हेर्नुहोस् है गाइस, यो चाहिँ एक भाँडा चाहिँ यो चाहिँ हाम्रो फिस छ। आज हामी यसलाई चाहिँ चट्टैसँगले सुप बनाएर, यो फिसलाई चाहिँ हामीले सुप बनाएर हामी खाँदैछौँ, लिँदैछौँ। त्यसपछि भनेको यो अर्को आइटम भनेको हेर्नु होला, यो पनि फिसै रहेछ, सलमन। यो चाहिँ नानीहरूलाई काँडा नभएको फिस भन्छ यसलाई होइन, सलमन। यो हामी सलमन हामी खाँदै। यो चाहिँ कुन फिस हो भाइ? यो चाहिँ बास। यो चाहिँ बास, यसलाई यो चाहिँ काँडा हुन्छ, यो चाहिँ हामी सुप बनाउँदैछौँ। त्यसपछि अर्को हेर्नु होला, यो चाहिँ बिफ। चट्टैसँगले हामीले यसलाई चाहिँ मेरिनेट गरेर ल्याएको छौँ होइन। यो चाहिँ हाम्रो आज चाहिँ यसलाई हामी बार्बिक्यू गर्नेछौँ बिफ। यसै गरी हामीसँग अर्को आइटम चाहिँ के पो छ भाइ? यो त झन् एक नम्बर ओहो यो रहेछ नि, यो चाहिँ छोइला अरे होइन गाइस, यो चाहिँ पोर्क अरे। यो पोर्क अनि यो बिफ हाम्रो आज चाहिँ बार्बिक्यूमा चाहिँ दुईवटा आइटम। त्यसपछि फिस फ्राई चाहिँ हाम्रो सुप हुनेछ नानीहरूको लागि, सलमन। अनि यता बास होइन, यस्तै वाचिपा। नानीहरू हाम्रो S3 को नानीहरू हेर्नु होला, यहाँ कतिजना हुनुहुन्छ होइन, पुरा कस्तो हुँदैछ हेर्नु। यता चाहिँ हाम्रो यो सानो टेन्ट छ, सानो टेन्टमा चाहिँ हाम्रो यहाँ ठुल्ठुला बाजेहरू छन्, दुई भाइ बाजेहरू हेर्नुहोस्। गुरुङ बाजे यहाँ, हेलो बेबी। अर्को मोक्तन बाजे यता, मोक्तन बाजे हेलो, मोक्तन बाजे हेलो नमस्ते। ल मोक्तन बाजे हाम्रो आजका हाम्रो सबभन्दा बुढो बाजेहरू चाहिँ यता मोक्तन बाजे, यता गुरुङ बाजे, यङ्गेस्ट किड्स चाइल्ड हाम्रो आजको यस पिकनिकको। यता हाम्रो S3 किड्स चाहिँ हाम्रो यता चाइल्डहरू चाहिँ एकदम होइन रमाइरहेको अवस्था, खेलिरहेको अवस्था हेर्नु होला। Hey guys, you guys are happy, excited today? Yes. You are having fun? If Lisa was here, we can call the fun. Later. Yeah, later. We should go fishing, you know that. Go! ल पुरी चाहिँ हाम्रो पुरी रोटी है,
त्यैसँगले बिहानको बल्ल थाल्यो है त गाइस हेर्नुहोस् टक्कैसँगले S3 पिकनिक यता हाम्रो जीवन दादा के छ जीवन दादा एकदम ठिक छ ल गुड यता हाम्रो काका हुनुहुन्छ आज के छ आज किन के भइरहेको छ यो भनिदिनु पर्यो खाने हो पिकनिक खायो आज S3 पिकनिक होइन त ल यहाँ चाहिँ आजले चाहिँ आज S3 पिकनिक भन्नुहुन्छ यता भयो के छ आज आजको के हो यो आजको एक्लो जिन्दगी चाहिँ ठिक एक्लो जिन्दगी नभन्नु आमाले छोडिहाल्यो एक्लो नभन्नु न त्यति साह्रो बिन्दास छु बिन्दास ए ठुलो आन्टी त यता के बन्दैछ दबाई ख अलिकति के छ यो हेर्नु ब्रेकफास्ट ए यो चाहिँ हाम्रो अहिलेको पुरी रोटीसँग आलु मटरको सब्जी बन्दै रहेछ है यता हाम्रो साली नानी के छ दुई शब्द आज हामी यहाँ किन भेला भएको छौँ भनिदिनु पर्यो आज हामी पिकनिक खान आएको त्यो के को पिकनिक हाम्रो कुन पिकनिक हो नाम के हो यसको S3 पिकनिक ल पिकनिक खान आएको कस्तो रमाइलो होला यस्तो छ यसो हेर्दाखेरि ए आज त धुमधाम रमाइलो धुमधाम, बवाल। बब्बाल मादल पनि ल्याएको छ घन्काउने हो नाच्ने हो ल लु यहाँ के फुल ल्याएर हेर्नु त गाई पुरी रोटी पो रहेछ है लु हेर्नुहोस् त यहाँ खाजाको लागि तयारी अवस्थामा छ गाइस होइन यता चाहिँ हाम्रो बुहारीहरू नानाहरू बहिनीहरू होइन अब कोही बाँकी रह्यो इन्टरभ्यू लिनलाई कान्छाङ दुई शब्द बोल्नु हुने मलाई त खोइ दुई शब्द ला म त के पनि आउँदैन बोल्नु अब हो हामी यहाँ किन भेला भएको छौँ त्यति मात्रै भनिदिनु भइहाल्यो आज हामी के हो आज हामी पिकनिक खानु आएको यति हो यति हो ल धन्यवाद यता अचार दुई शब्द हामी आज यहाँ के गरिरहेको छौँ पिकनिक हजुर पिकनिकको लागि सबैजना ल S3 पिकनिकमा आज हामी भेला भएको छौँ होइन मनाइरहेको छौँ यता माइली चाहिँ आज हामी पिकनिक आएको हेमलिनबिच रमाइलो भइरहेको छ यहाँ अदुवा फुर्किँदै ल यहाँ चाहिँ अदुवा चाहिँ यसरी हामी चाहिँ अदुवा फुर्किने टिम टिम परेको छ काठफुट यसको टिम परेको छ यताको बहिनीको चाहिँ काम छैन अलि नदेखाउँ होला यता अलिक अल्छी बहिनी चाहिँ तपाईँ होइन ऊ रेडी हुँदैछ ल गाइस अब अहिले चाहिँ के के रोटी त सकेछ जाने नुन धेरै पेले एउटै मात्रै दियो अनि यता हेर्नु त ठिक छ पुरी रोटी कस्तो हुँदैछ अब एकदम हेर्न न ठिक छ नि दामी हेर्न वाइ आम्मा काठो वाइ ए बिसै मलाई दिन्छ तर यहाँ आलु बाँड्नु चाहिँ मासु बनाउनु पर्छ नि मासु अहिले आउँछ अर्को रेम्बा हो सब्जी खानु कान्छी होइन यसरी के हो यो पुरी रोटी खाजा होइन खाजा खाजा आजको खाजा चाहिँ पुरी रोटी आजको खाजा चाहिँ पुरी रोटी अरे पिकनिकमा पुरी रोटी खाजा खाँदैछु है यहाँ धमाधम हामी त बार्बी गर्नुपर्छ कि अब चाहिँ नानीहरू जिम्मा दिनुपर्छ होला हौ बार्बी कहिले गर्नु नानी डुलाउनु जानै पर्छ जिन्दगी जेठो लाग्छ त डुलाएको होइन
खै साथी हो यहाँ चाहिँ हाम्रो गेम हुँदैछ होइन क्यारम बोर्ड आज पिकनिकमा चाहिँ क्यारम बोर्ड गेम भइरहेछ होइन यहाँ यता भनेको हाम्रो बाजे जाँदैन बो यो फेरि नि कस्तो खालको गेम भने C3 र B2 को C3 र B2 को कता C3 कता B2 दुखी हाल्नु दुखी यता ब्लक छैन कसरी यो रेड खाउनु रेड खाउनु रेड खाए कुन खानु लु अब डुबे छ यो डुब्रे बढी नेपाली बास त बास हैन ओइ आनु कता यस्तो भएको लु ए फाइनमा एउटा छिराउँदा हैन त झरे भने रातो गयो राल त फसा छोडे त यत्रो खाइँदैछ गुड एकदम दामी गुड माछाको झोल आज कस्तो राम्रो छ पिकनिक राम्रो छ राम्रो त अब लन्च हुँदैछ भर्खर होइन भर्खर खाना हुँदैछ माछाको सुप छ माछाको सुप जब खाँदैछु त माछा कस्तो रहेछ माछा राम्रो छ दामी छ धन्न खोला नदी भएर माछा पाइयो होइन त तेरी नजर से देखे तो उसकी नजर से शर्मा के झंक गई चाचरिया गई चाचरी में पिकनिक आयो खोइ खानै छैन त नि के हो यो माछा र मासु माछै माछा त नि खोइ खान मान्छ प्रोटिन हो नि त प्रोटिन हो नि त माछा भात खाने होइन भात खाने होइन नि गरिरहनेछौँ यङ गाइसहरू रहेछ है यङ गाइस हे रेमन Oh my god! I got it! Let's get it, bro! Give me that! She has her hair braids. दामी छ दामी पिकनिक सही छ यो चाहिँ लन्चको है लन्चको खोइ लन्चको यात्री भाइ जान्छ फेरि अब नाच्नु पर्छ है ल कोही भएन
Hello guys, everybody! नाति हेर्नु नि म माथि
मकैको आएन कि भिडियो हामीले खानु थाल्यो त्यसो ए होइन ठिकै छ यहाँ भिडियो मकैको नि आउनु पर्यो भन्दा यहाँ नेपालमा मकै पोल्ने अरे म चाहिँ यहाँ 30 रुपियाँ घोगा पोल्दै चाहिँ बेच्दै गरेको यहाँ मकै मिठो खालको रहेछ है मिठो छ माग्छ यी पाके होइन हुन्छ अब म अहिले भरे खान्छु राखेर बनाउँदा चाहिँ मिठो छ हुन्छ म अहिले भरे खान्छु यता चाहिँ हामी होइन अलग छ फर्स्ट सबैले गर्नुपर्छ अब त हेरिरहने मलाई नहेर म त Yeah, he's basically cheating. I don't know what to do. Look, I got 6 goals. Whoa. That happened. ल 1 2 3 गो हिप हिप